जय मसीह सबैजनालाई। अनि यहाँ वचन सङ्ग्रह 51 को 10 पदमा यसरी लेखेको पाउँछौँ, हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् र म भित्र स्थिर आत्मा पूर्ण जीवित पार्नुहोस्। दाउदले यसरी प्रेयर गर्दछ कि उहाँले आफ्नो हृदयको लागि, हृदयको शुद्धिकरणको लागि, हृदयमा शुद्ध हृदय सृजन होस् भनेर परमेश्वरसँग उसले प्रार्थना गरेको कुराहरू हामी पाउँछौँ। अनि हामी पनि नि यो दिनमा नि हाम्रो प्रेयर यस्तै हुनुपर्छ प्रिय, कि हाम्रो हृदयको लागि नि हाम्रो हृदय शुद्ध होस् भनिकन हामी प्रेयर गर्न सक्नुपर्छ। हाम्रो हृदय चाहिँ नि, किनभने हितोपदेशमा 4:23 हामी लेखेको पाउँछौँ, किनकि हृदय चाहिँ हाम्रो जीवनको के हो, मूल हो। हाम्रो हृदयले जे कुरा, अगर हाम्रो हृदय साँच्चीकै हाम्रो हृदय चाहिँ शुद्ध छ भनेदेखिलाई हामी साँच्चै नै पोजिटिभली हामी हाम्रो जीवनमा जीवन जिउन सक्छौँ। हाम्रो हृदय नै अशुद्धताले भरिएको छ, रिसले, आरिसले, घमण्डले भरिएको हृदयलाई चाहिँ के गर्नुहुन्छ परमेश्वर, मन पराउनुहुन्न। त्यस्तो हृदय चाहिँ उहाँलाई चाहिएको होइन, तर उहाँले चाहिँ नि एउटा क्लिन हार्ट भएको मानिसहरू खोज्नुहुन्छ। यदि तपाईँ र म चाहिँ परमेश्वरको छोराछोरी हौ भनेर हामी भन्छौँ भने, आफूले आफूलाई म त प्रभुको छोरी हो, म त प्रभुको छोरा हो भन्छौँ भने चाहिँ नि हाम्रो पिताको हृदय चाहिँ के छैन, रिसले भरिएको, आरिसले भरिएको, अरूको उन्नति देख्दा हामी आरिस गर्ने, रिस गर्ने हृदय चाहिँ हाम्रो पिताको छैन। तर हाम्रो पिताको हृदय चाहिँ नि एकदमै क्लिन छ। अनि यदि तपाईँ र म यो भन्छौँ, म चाहिँ परमेश्वरको छोरा हो, म चाहिँ परमेश्वरको छोरी हो भनेदेखि भन्नुहुन्छ भनेदेखिलाई, भन्छौँ भनेदेखिलाई चाहिँ हाम्रो हृदय चाहिँ हाम्रो पिताको जस्तो हुन जरुरी छ है। अनि यो दिनमा चाहिँ तपाईँ र मेरो हृदय चाहिँ साँच्ची नै क्लिन हुन पर्छ। जस्तो हाम्रो पिताको हृदय छ त्यस्तै हृदय चाहिँ हाम्रो हुन जरुरी छ। फेरि पनि सबैजनालाई जय मसीह।